Hello everyone, welcome back to my new video. आज चाहिँ म रामधतीवनमा छु। यो चाहिँ यहाँ खाजापट्टिको हो। मैले चाहिँ हामीले चाहिँ पूजा गर्यौँ, सरी त्यो देखाउन पाएन। यहाँ चाहिँ मेरो मम्मी हुनुहुन्छ। फाइनली मैले टीको निलाएँ। अहिले चाहिँ हामी म र हाम्रो ठुली मम्मी सबैजना यहाँ बस्नुस्। पानी खाँदै राधे राधे जय रामधतीवन धाम। हाम्रो युवा पुस्ताले खै भनेको जय रामधतीवन धाम। बतारी चश्मिस वाले भैया जय राम श्री राम। यहाँको गाउँमा चाहिँ अलि पानी आयो। हर हर महादेव। त्यहाँको पानी चाहिँ धमिलो भएर म अर्को ठाउँमा जाँदा अनि यता चाहिँ अघि नै म यही नै स्टार्ट गरेको। यहाँ चाहिँ एकदम शान्ति छ अलि। यहाँ सोध्दै हुनुहुन्छ ए उति जान लाग्छ हामी यही रहेछ पानी खाने धमिलो आज म त नर्को चलाइदिने हो। उहाँलाई जोरदार ताली बजाएर सम्मान गर्न चाहन्छु। आसन गर्नको लागि हार्दिक अनुरोध। कोही पनि नआउने हुने हो, मेयर साहब पनि नआउने। कता कता मलाई रुन मन लागेको थियो। उहाँलाई पनि एउटा त्यो अनुभूति चाहिँ भयो भने अझ राम्रो हुन्थ्यो, म अनुरोध गर्न चाहन्छु। यो साह्रै दुःख पाइयो। अहिले चाहिँ हामी फर्किन लागेको छ। यस्तो भिड छ यहाँ। उसँग चाहिँ मगडेस रहेछ, प्लिज कन्ट्याक्ट हर। उनको चाहिँ मन लाउन मिल्छ मगडेसको युनिफर्म भरिमा। हमारे यहाँ ऐसा ही होता है। फाइनली साथीहरू मैले चाहिँ ड्रेस पनि चेन्ज गरेँ। मैले थकाइ लाग्छ खाँदै आएको त्यस्तो बाटो थियो। मलाई चाहिँ सनसुनी छैन, बिकाजहरू गाह्रो भएको छ। अनि पानी खानु पर्यो। मैले तातो पानी खाइरहेको छु अनि हजुर पनि तातो पानी नै खानु होला। यति नै हो मेरो ब्लग। यसलाई चाहिँ एडिटहरू गर्नुपर्छ। यति बेरसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू। अनि यति भन्दै मेरो ब्लग यही अन्त्य हुन्छ। थ्याङ्क यू फर वाचिङ। बाई।